नमस्ते, म पृथ्वी श्रेष्ठ। म चाहिँ यो आर्ट सेक्टरमा चाहिँ सानैदेखि लागेको हुँ हैन। सानैदेखि गर्दा चाहिँ जस्तो मैले काम गर्दाखेरि चाहिँ अब पहिला सानो बेला चाहिँ ट्रेस गर्ने त्यसरी काम गर्दा चाहिँ बिस्तारै त्यो बढ्दै गएर मलाई फ्यामिलीबाट पनि एउटा खालको सपोर्ट भइरह्यो। त्यसपछि म बिस्तारै त्यसपछि ललित कला क्याम्पस जोइन गरेँ। त्यसपछि ललित कला क्याम्पस जोइन गरिसकेपछि चाहिँ मेरो आर्ट जर्नी सुरु भयो भनौँ। त्यसपछि चाहिँ मैले विभिन्न ठाउँहरूमा काम गरेँ। अब जस्तो एज अ इलस्ट्रेटरको रूपमा पनि काम गरेँ र त्यही दौरानमा चाहिँ अब नेसनल इन्टरनेसनल डिफ्रेन्ट एक्टिभिटीहरूमा चाहिँ मैले आर्ट पेन्टिङ बाहेक पनि पर्फर्मेन्स इन्स्टलेसन यिनीहरू कामहरू पनि गरेँ। एक्चुली अब धेरै कुरामा चाहिँ मेरो कामहरूमा चाहिँ मेरो सोसल र कल्चर बेसको बढी काम हुने भएकोले चाहिँ होइन मेरो सराउन्डले मेरो वरिपरिको चिजले चाहिँ मलाई प्रभाव पारि नै राखेको हुन्छ होइन। जस्तो मैले चाइल्डहुडदेखि देखेको चाहिँ पूजाआजाको कुराहरू भयो, कुनै चाहिँ अब सोसलमा भएको स्टोरीहरू भनौँ, डिफ्रेन्ट खालको हामीले सानो बेलामा सुन्दै आएको स्टोरीहरू, त्यो कुराहरूले चाहिँ प्रभाव पारिरहेको छ भन्छु मेरो कामलाई चाहिँ होइन। त्यही भएर पनि धेरै कुराहरूमा चाहिँ मैले चाहिँ मेरो कामहरू गर्दाखेरि चाहिँ कल्चरसँग रिलेटेड गरेर सोसल इस्युहरूलाई जसलाई मलाई प्रभाव पारेको छ मैले बाहिर जाँदाखेरि ती कुराहरूलाई विषयवस्तु बनाएर चाहिँ मैले धेरै कामहरू चाहिँ तयार गरेको छु। मलाई जस्तो लाग्छ त्यो पनि मेरो सराउन्ड नै हो जस्तो लाग्छ। किन भन्दाखेरि चाहिँ हामी यही वरिपरिको समाजमा नै घुलमिल भइरहेछौँ होइन। देखेको कुराहरू भोगेको कुराहरूले नै त्यो मेरो कामलाई चाहिँ प्रभाव पारेको हुन्छ जस्तो लाग्छ। मैले काम गर्दा चाहिँ अब भनौँ न मैले बाहिर जाँदाखेरि देखेको कुराहरूलाई चाहिँ एउटा चाहिँ माइन्डमा चाहिँ सेटअप गरेर हुन्छ म यस्तो खालको काम गर्छु भन्ने एउटा चाहिँ म त्यसरी प्रिप्लान गरेर चाहिँ एउटा कुनै एउटा चाहिँ ड्रइङहरू स्केच गऱ्यो, त्यसपछि अर्को सेटमा गयो। त्यसरी भन्दा पनि म सामान्य रूपमा एउटा चाहिँ रफली एउटा स्केचहरू गर्छु होइन। त्यसलाई नै म मोडिफाई गरेर मेरो क्यानभासमा उतार्छु होइन। त्यो हुँदाखेरि चाहिँ कहिलेकाहीँ मैले चाहिँ फर्स्टमा जुन इमेजिन गरे हुन्छ त्यो कामलाई यसरी बनाउँछु भने त्यो कुराहरू काम गर्दै जाँदाखेरि मैले चेन्ज पनि गरिरहेको हुन्छु, अब्जेक्टहरू त्यो सिम्बोलहरू चेन्ज गरिरहेको हुन्छु। त्यस्तो किसिमले चाहिँ मेरो कामहरू प्रोसेस डेभलप भइरहेको हुन्छ मेरो काम कम्प्लिट गर्दाखेरि चाहिँ। कसैले डिस्टर्ब नगरेर बिहानदेखि होल डे मलाई काम गर्न पायो भने होइन, कसैले विदाउट डिस्टर्बेन्स होइन र मैले सोचेको होइन मजाले चाहिँ अब भनौँ न म्युजिक सुनेर होइन, अब कसैले बिचमा कोही पनि नआइकन मजाले काम गर्न पायो भने त्यो चाहिँ एकदम इन्जोयबल जस्तो लाग्छ कि त्यो दिन चाहिँ एकदम खानै नखाइकन काम गर्दाखेरि एकदम आफूलाई चाहिँ फ्रेस भएको महसुस हुन्छ कि त्यो दिनमा चाहिँ। जस्तो उदाहरणलाई जस्तो अब हाम्रो लकडाउन भयो होइन, त्यो बेलामा पनि अब त्यो एउटा प्रब्लम टाइम हो नि त त्यो भनेको। तर त्यो हुँदाखेरि पनि जस्तो मलाई चाहिँ के भने त्यो चाहिँ एकदमै एउटा घरभित्र चाहिँ एकदम क्लोज क्याम्पमा बसेर काम गरेको छु होल डे, बिहानदेखि बेलुकासम्म काम गरेँ होइन। बाहिरको साउन्डहरू पनि डिस्टर्बेन्स केही थिएन, मोटर गाडीको साउन्ड। त्यो बेला मैले धेरै कामहरू पनि गरेँ त्यतिखेर होइन। त्यो भएर चाहिँ एउटा होल डे काम गर्न पाए हुन्छ भन्ने खालको इन्जोयमेन्ट नै होला मेरो लागि चाहिँ। अब यो आर्ट प्र्याक्टिसमा लाग्दाखेरिको एउटा च्यालेन्जहरू कुरा गर्नु पर्दाखेरि चाहिँ मलाई कस्तो लाग्छ भने जुन बेला मैले सुरु गरेँ त्यतिखेर एउटा खालको च्यालेन्ज एउटा जस्तो फाइनेन्सियली पनि आइरहेको हुन्छ होइन। अब जस्तो एउटा धैर्यको कुराहरू पनि आउँछ जस्तो लाग्छ। जस्तो पहिला गर्दाखेरि चाहिँ हामी अब मलाई थाहा छ मैले काम गर्दाखेरि कुनै एउटा पोस्टर कम्पिटिसन हुँदाखेरि पनि एउटा फुल एउटा सिट नै लिएर जाने होइन, त्यहाँ अब सब्मिट गर्ने त्यस्तो खालको भइरहेको हुन्थ्यो। अब अहिले बिस्तारै टाइम चेन्ज हुँदाखेरि चाहिँ त्यो कुराहरूले चाहिँ भन्ने एउटा एक्सपिरियन्स पनि गेन गरे जस्तो लाग्यो। जस्तो त्यसले गर्दाखेरि धेरै कुरा सिकाए पनि जस्तो लाग्छ। कहिलेकाहीँ जस्तो आर्थिक रूपमा चाहिँ प्रेसर भए पनि एउटा चाहिँ नडराइकन भनौँ न भोलिको दिनमा चाहिँ केही चेन्जेसहरू आउँछ भन्ने किसिमले चाहिँ कन्टिन्युस कामहरू गरेँ होइन। त्यसलाई चाहिँ एउटा च्यालेन्जको रूपमा काम गरेँ भनौँ न। डिफ्रेन्ट खालको एक्टिभिटीहरूमा एटेन्ड गरेँ। जस्तो त्यही गर्ने क्रममा जस्तो बिन्दु स्पेस फर आर्टिस्ट भन्ने एउटा अर्गनाइजेसनमा हामीले चाहिँ फर्म गर्ने मौका पायो, जसको कारणले चाहिँ डिफ्रेन्ट इन्टरनेसनल आर्टिस्टहरूसँग पनि हामीले चाहिँ एउटा कनेक्ट हुन पायो होइन। नेपाली आर्टलाई चाहिँ एउटा ब्रिजको रूपमा इन्टरनेसनली एउटा चाहिँ फोरममा पनि लान पायो। त्यो हिसाबले चाहिँ गर्दै जाँदाखेरि मैले अहिलेसम्मको आउँदाखेरि एउटा एचिभमेन्ट भन्ने कुराहरू चाहिँ मैले चाहिँ प्राउडली नै भन्न सक्छु भनौँ न एज अ आर्टिस्ट होइन। एउटा फाइनेन्सियली मैले एकदम स्ट्रङ भएको भन्न नसकेँ भने पनि एज अ आर्टिस्ट होइन एउटा इन्टरनेसनली रिकगनाइज हुने ठाउँमा अथवा चाहिँ एउटा रिलेसनको हिसाबले पनि एउटा राम्रो एउटा चाहिँ मैले आफ्नो स्ट्यान्ड राखेँ जस्तो लाग्छ होइन। जसको कारणले म मात्र होइन मसँग जोडिएर आएको अरूलाई पनि मैले एउटा सपोर्ट गर्ने एउटा चाहिँ एउटा भनौँ एउटा आफ्नो एउटा चाहिँ त्यति खालको एउटा चाहिँ इमेज बनाए जस्तो मलाई लाग्छ होइन। त्यो भएर चाहिँ अहिलेसम्मको टाइम आउँदाखेरि चाहिँ जहाँसम्म लाग्छ म ह्याप्पी नै छु। किनभने आर्ट फिल्डमा लाएर चाहिँ मैले चाहिँ घुमाउने भन्दा पनि पाएँ जस्तो लाग्छ कि